साथीहरू यो गर्मीमा अब खेतमा बाँदर धपाउँदै जिन्दगी बितिरहेछ मेरो दिनहरू बितिरहेछ सरी जिन्दगी भनेछु दारी काट्न पाइएको छैन झन्डै आफै पनि बाँदर जस्तै भइएछ म एउटा विशेष कुरो भन्न गइरहेको छु कुरो के भने नि कुरो चाहिँ यो मेरो गहुँ हैन यो अलिअलि बाँदरले जोगाइदिएका अनि तिनी बाँदर अहिले बाँदरहरूलाई तलबाट खेदाउँछु माथिबाट आउँछन् माथिबाट खेदाउँछु तलबाट आउँछन् म बिजोग भइसक्यो मेरो अब साथीहरूले के गर्नु पर्यो भने मलाई सल्लाह दिनु पर्यो म यो गाउँ स्याहारम कि नस्याहारम हैन विधिवंशै मच्चाइसकेको छ गाउँको म गाउँ पनि देखाउँछु अलि नजिक गएर अब यहाँ गाउँ छैन के यस्तो छ गाउँको हालत यो बाँदरले मेरा केही साथीहरूले मलाई 2 नम्बर गाउँ है मलाई 5 नम्बर गाउँ है मलाई 10 नम्बर गाउँ है भन्दै थिए अब सबै गाउँ राम्रोसँग काट्न पाएको भए स्याहार्न पाएको भए सबै साथीहरूको चित्त बुझाइन्थ्यो होला हैन अब यस्तो छ अब मैले चाहिँ ती बाँदरहरूसँग हार खाएर म यतातिर बसेछु तिनी त्यता छन् जति भगाउँदा पनि हुँदैन बिजोग भइसक्यो मेरो म रुम कि हाँसु भन्नेमा गइसकेको छु के गरौँ भन्ने पनि म आफै सोच्न सकिरहेको छैन कि यस्तो बिजोग बनाइसकेपछि हैन अब खेती गरेर पनि के गर्नु भन्ने हुन्छ कि त्यो बाँदरहरू त्यहाँ पछाडि देख्नुभयो हैन सुलुलुलुलु दौडिरहेछन् अब बाँदर त भइगयो है अब यतातिर मेरो पछाडि जङ्गल छ यहाँ अब जङ्गल छ यहाँ अब खेदाउँदै गयो भने जङ्गलमा जान्छन् अनि रुखमा चढ्छन् है रुखमा चढ्यो भनेपछि अब ढुङ्गाले हाने त्यहाँसम्म पुग्दैन के गर्नु भन्ने भइरहेको छु मेरो जिन्दगी चाहिँ बिजोग भएर आयो यिनीहरूले बाँदरले मेरो जिन्दगी हरिबिजोग बनाइदिए के गरौँ भन्नेमा छु म पटक म लखेटेर देखाउँछु तिनीलाई कसरी खुरुरुरु जानी रहेछन् है हेर्नुहोस् है एकैछिनमा अहिले फेरि सब त्यहाँ आइपुग्छन् पाक 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 थोरै छन् र भने के यस्तो हरिबिजोग छ है लागे जङ्गलतिर है खर 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 पाक 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 पत्याएनन् भने एक फिटिक टेर्दैनन् त टेर्दैनन् नि बाँदर उपद्रव मचाउनमा चाहिँ एक्सपर्ट नै हुने रहेछन् यिनीहरू अब यिनीसँग सकिएन अब यतातिर भागे खरा गए एक लट चाहिँ गए अर्को लट त्यहाँनिर छन् अझै सानो टेर्दैनन् तिनले भनेका मान्दैनन् मलाई जसले यो खेत फकाई बेचेको हो त्यो मान्छेलाई के भनौँ म हैन म किन्ने पनि त्यस्तै हो फेरि महामूर्ख तर अहिलेभन्दा पहिला चाहिँ आएको थिएनन् यहाँ बाँदरहरू यो वर्ष चाहिँ बिजोगै बनाए बाँदरले है धेरै त छैनन् यही कोही 500-700 होलान् बाँदर यतातिर दौडिन्छन् नि खर 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 दौडिन्छन् यता खर 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 दौडिन्छन् पत्याउँदैनन् त्यहाँ छ साथीहरूले चाहिँ कहाँ हराइछन् होइन म कहाँ हराएँ भन्ने कुरा त अब अवगत नै छ नि होइन अब 1-2 दिन अझै छ यतातिर आएको चाहिँ कति दिन भयो 6 दिन भयो म यता आएको 6-7 दिन भयो के अरे अब 6-7 दिनमा मेरो फुल हुलिया चेन्ज भइसकेको छ कति कामहरू हराए के थिए कामहरू सब हराए अब कतिपय साथीहरूसँग भेटघाट गर्नु थियो त्यो पाइएन हैन केही कामहरू थिए त्यो कामहरू गर्न पाइए छैन अब यस्तै भइरहेछ मेरो गाउँ हैन
जे पर्छ पर्छ, यतातिरको हरियो हरियो भए पनि भोलि चाहिँ रन्काइदिन्छु, काटिदिन्छु भन्नेमा छु। हो तलदेखि यहाँसम्म मेरो गाउँ छ है। अब यो लटमा लगभग पारी छ, एक दुई ठाउँमा छन चाहिँ छ, तर अब हाम्रो यो पाखामा चाहिँ मेरो मात्रै छ, सबैले काटिसकेको मेरो मात्रै छ। भोलि यो गाउँ काटेर घरतिर फर्क्यौँ भनेको। नयाँ वर्ष त बाँदर धपाउँदै जाने भयो मेरो।